कार वास हेर्न सक्नुहुन्छ। यता के हो चिन्नुहुन्छ यो? आइदे 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 अहिले भने यो कार बाहिर धोएर सकिसकेको छ। अब भित्र कम्प्लिट गर्नको लागि पर लिन्छौँ है त। सर्बियन हो, यो चाहिँ नेपाली। अब त्यो राख्यो नि, अब त्यसको विशेष गरी काम गरेको छैन। एकदम टायरै टायर छ, टायरै टायर छ, हेर्न सक्नुहुन्छ है त। म अहिले यहाँनिर अझ बिचबाट आएको, धेरै छ टायरहरू हेर्न सक्नुहुन्छ। यता छ है, यता पनि टायर छ, जता पनि टायरै टायर छ क्या। कति धेरै अगाडिदेखिको टायरहरू पनि छ, अर्को उसमा है, गल्लीमा है, हेर्न सक्नुहुन्छ है। यतासम्म साथीहरू यसरी छ टायरहरू, हेर्न सक्नुहुन्छ। टक्कै यति धेरै छ क्या यो टायरहरू, पुरै छ। अब भने हामी यसलाई पर लिँदैछ, पर लगेर पर फेरि कम्प्लिट हान्नुपर्छ साथीहरू। यस्तै हो, के गर्नु गाह्रो छ हरेक कुराहरूमा है त। अब साथकै मेरो पछाडि देख्न सक्नुहुन्छ। यिनी टायर कम्पनी हेरी छ, टायर पनि निकै महँगो छ। यतातिर टायर महँगो हुँदो रहेछ है। यो एउटा सानो रुममा छु अहिले म। यो रुममा पनि निकै टायरै टायर छ जताततै है त। यता साइड छ, त्यसपछि यता साइड हेर्न सक्नुहुन्छ। म पल्लो अर्को दोस्रो रुम पनि देखाउँछु है, उता साइडमा हेर्न सक्नुहुन्छ। टक्क लाएर यो रुममा पनि टायरहरू छन्, हेर्न सक्नुहुन्छ। यता पनि टायर छ। अनि अहिले चलेको भनेको यताको अर्को कम्पनी छ एउटा, अलि यो बर्खाको याममा चल्दो रहेछ। त्यो कम्पनी लिङलोङ कम्पनीको छ। निकै महँगो हुँदो रहेछ विशेष गरिन टायर पनि, र फिटिङ गर्नलाई पनि सहज छ त्यो टायर एकदमै, हेर्न सक्नुहुन्छ। एउटा मात्रै टायर हामीले यदि फिटिङ गर्दाखेरि च्यातियो भने, केही भयो भने बाइचान्स हैन, फुट्यो भने कि पेन्चर भयो भने त्यसको पैसा हामीले दिनुपर्छ। गाइज हामीले अहिले टायर ल्याएर आएका छौँ, हेर्न सक्नुहुन्छ है त। आइदियो भनेको आउनुहोस् भनेको के यताको भाषामा है साथीहरू।
हेलो गाइस, अहिले हामी भने दिउँसोको यो कोका कोला भन्छ नि चिसोहरू खाँदैछु, चक्लेटहरू के नाम हो यो जाति भातको थाहा भएन कि हामीलाई अलि जे आउँछ त्यही खाइदिने हो बस खल्ली बल्ली होइन। हामी यस्तै छ गाइस हाम्रो। तपाईँहरूको के कस्तो छ? अहिले भने दिउँसोको 1:44 भएको छ। भर्खरै फ्रिजबाट निकालेर ल्याए जस्तो छ, निकै जाडो छ जस्तो छ होइन। अहिले वर्ल्ड कप चलिरहेछ फिफा वर्ल्ड कप गाइजहरु उयो गर्नु होला, स्क्यान गर्नु होला, प्रेडिक्सन गर्नु होला। सेनेगलको गेम छ, स्क्यान गऱ्यो भने चाहिँ सिधै डाइरेक्ट गेम देखाउँछ है त। स्पोन्सर कोका-कोला फिफा वर्ल्ड कप 2017 है वर्ल्ड कप है साथीहरू। ओ कस्तो छ? चिसो छ? म भने यस्तो खासै चिसो खाँदैन कहिले गर्छ यस्तो अलिकति। खासै मलाई अलि स्वास्थ्यको लागि अलि फाइदा छैन जस्तो लाग्छ कि मेरो लागि। अब किन हो किन खै, अब गाह्रो छ। देख्न सक्नुहुन्छ साथीहरू, अब हामीले यतै कम्प्लिट हान्छौँ यसलाई टक्क। तल कटल के छ? देखाउँदैछु यता हेर्नु त, यो हेर्नु त यो छ। यो के हो चिन्नुहुन्छ यसलाई? कतिपय मान्छेलाई यो थाहा छैन, कतिपयलाई थाहा होला, कसैलाई थाहा छैन साथीहरू यो के हो भनेर है। यो भनेको कम्प्रेसर हो है। कम्प्रेसर यो भन्नाले अब जेनेरेटर हुन्छ, ऊ त्यहाँ नजिक एउटा छ, एउटा त्यहाँ नजिक छ, दुईवटा जेनेरेटर छ होइन। अनि यो स्टार्ट भयो भने हावा है त, हावा निस्कन्छ कि। अनि हावा निस्क्यो भने त्यही हावाको माध्यमदेखि यता यो हामीले स्याम्पूहरू भर्ने, स्याम्पू लगाउने उसमा लगाउँछौँ। अनि यता स्याम्पू हान्न सजिलो हुन्छ। सबै टायर फिटिङमा भनेपछि सबभन्दा बढी भनेको हावाकै काम हुन्छ है। मोजे तेरे आइदे मोजे के गरे है तेरी।
हेलो हाई गाइज, हेर्न सक्नुहुन्छ आज म एक रुमभित्र आएको छु। यो टायरै टायर छ यता पनि है। कतिसम्मको टायर होला यो यसो हिसाब किताब गर्दाखेरि त्यो त हिसाबै छैन। यस्तै समथिङ 8-9वटा रुम छ। तिनी रुमहरूमा यस्तै मात्रै छ। बाहिर छ, भित्र पुरै नअटेर 3टा घर छ। 3टै घरमा नअटेर बाहिर पनि पुरै घरको यताउता हेर्न सक्नुहुन्छ साथीहरू है। अनि त्यसपछि अझ यता नि छ के, म यता नि देखाउँछु। यहाँ नर्मल यता साइडमा यहाँ नजिकैको हेर्न सक्नुहुन्छ। यहाँ लाइट अलि त्यस्तो अलि बलिरहेको छैन, हेर्न सक्नुहुन्छ है। यति धेरै छ के टायरहरू है त, हेर्नु त पुरै छ। यस्तो खाद लाएर साँचे छ यहाँ। त्यसपछि यता हेर्न सक्नुहुन्छ है, यो रुममा छ। यो सानो यो त रुम के भन्नु, यो नर्मल हेर्न सक्नुहुन्छ। यस्तो छ लाइट, यति धेरै छ कि सम्पूर्ण साथीहरू हेर्न सक्नुहुन्छ। टक्क लाएर यता छ हेर्न सक्नुहुन्छ।